हामीले अघिल्लो भिडियोमा अभिन्जको बीच गुणन कसरी गर्ने भन्ने कुरा थाहा पाएका थियौं। आज भागफलको पनि कुरा गरिहालौं। सबभन्दा पहिला यसले भाग गर्ने कुरालाई यसरी गरिन्छ। यस्तो नम्बरले गुणन गर्ने कि यो अघिल्लो होला कटोस्। त यसरी मैले x स्क्वायरले गुणन गरे त यहाँ x क्यूब बच्यो माइनस x स्क्वायर y भयो। यो माइनस हुन्छ, यहाँ त माइनस माइनस प्लस हुन्छ। यो कट्यो अनि यहाँ के बच्यो त x स्क्वायर y माइनस y प्लस यहाँ मैले x y ले गुणन गरे। यहाँ x स्क्वायर y हुन्छ अनि यहाँ माइनस x y स्क्वायर हुन्छ। माइनस यहाँ हुन्छ त माइनस माइनस प्लस भयो। x स्क्वायर y कट्यो अनि यहाँ के बच्यो त x y स्क्वायर माइनस y बच्यो। मैले यहाँ प्लस y स्क्वायर गुणन गरेँ। यहाँ x y स्क्वायर भयो अनि माइनस y ले यो y स्क्वायर गुणन गर्दा माइनस y यो माइनस यहाँ हुन्छ त यो माइनस माइनस प्लस भयो। यो कट्यो यो पनि कट्यो। यहाँ शून्य बच्यो त हामीले भागफल थाहा पायौं भने x स्क्वायर प्लस xy प्लस y स्क्वायर यतिको आन्सर भयो। धन्यवाद।